नेपालको कुनै एक गाउँमा भर्खर विवाह गरेर एकजना केटो भदौ चर्को घाममा पहाडको बाटो हुँदै धन कमाउन भनी लाहोर जान एक्लै हिँडिरहेको थियो। प्रचण्ड गर्मीको कारण केही बेर हिँडेपछि उसलाई खुब थकाएर तिर्खा समेत लाग्यो। पहाड नाङ्गो भएकाले बाटो वरपर शीतल छारिदिने कुनै रुख बिरुवाको नाम निशाना थिएन। नाङ्गो डाँडामा कतै पानीको स्रोत पनि थिएन। गन्तव्य निश्चित टाढा भएकाले ऊ थकाइ लागे पनि हिँड्न बाध्य थियो। त्यसैले सकी नसकी ऊ गइरहेको थियो। 4 कोस हिँडेपछि उसले बाटोमाथि एउटा विशाल वृक्ष देख्यो। लामो चौतारामा साधु झैँ बसिरहेको त्यो वृक्षको शीतल छायामा एकछिन विश्राम नगरी ऊ अगाडि बढ्ने कुरै थिएन। त्यसैले त्यो केटो पनि बिस्तारै 2 खुड्किला चढेर त्यो वृक्षको छाहारी मुनि पुग्यो। मन्द मन्द शीतल हावाको स्पर्शले पुलकित एवं रोमाञ्चित भएको त्यस केटाले आनन्द विभोर हुँदै भन्यो, आहा क्या शीतल, कस्तो आनन्द, यस बेला 1 गिलास चिसो पानी पिउन पाए कस्तो हुँदो हो। उसले बोलेको मात्र थियो, पानी भरिएको एउटा गिलास तत्काल त्यहाँ उपस्थित भयो। उसले बडो मजासँग पानीको गिलास रित्यायो। त्यसपछि उसले सोच्यो, तिर्खा त मेटियो, अब एकछिन सुत्न पाए पनि हुन्थ्यो। तर यो सारो भुइँमा कसरी पल्टेने? एउटा सुकोमल ओछ्यान भए कति जाति हुँदो हो। उसले सोचेको मात्रै के थियो, एउटा बाक्लो र ठुलो ओछ्यान तकियासहित भुइँमा आइपुग्यो। गजबको आनन्ददायी ओछ्यान देखेर दङ्ग पर्दै उसले भन्यो, यति सुन्दर र बाक्लो ओछ्यान त मेरो कल्पनामा पनि थिएन। मेरी श्रीमती पनि अहिले यहाँ भएको भए कति मजा हुन्थ्यो, ऊ कति खुसी हुन्थ्यो होली। उसले श्रीमतीको शब्द उच्चारण गरेको मात्र थियो कि उसकी श्रीमती पनि टुप्लुक्क त्यहाँ आइपुगिन्। श्रीमती देख्ना साथ उसले आश्चर्य मानेर सोच्न थाल्यो, यो के हुँदैछ? मैले कल्पना मात्र के गरेको हुन्छु त्यो तत्काल पुगिहाल्छ। उसले अझ सोच्यो, कतै यहाँ कुनै गडबड त छैन? के यिनी उही मेरो श्रीमती नै हुन् त? कतै यो एकान्तमा मलाई एक्लै देखेर आएकी किचकिनी त होइन? किचकिनी हुन् भने त यसले मलाई मार्न पनि सक्छ। उसले के यो सोचेको मात्र थियो, त्यो उसकी स्वास्नी त साँच्चीकै किचकिनी नै बनिन्। आफ्नो श्रीमती हेर्दा हेर्दै किचकिनी बनेको देखेपछि त्यो केटो त्यही बेहोस भयो। उसको होस फर्केर आउँदा पूर्वमा घाम भर्खर उदाएको थियो। उसले हिजोको कुरा सम्झेर विदेश जाने विचार त्यागी घरै फर्कने निर्णय गर्यो। उसले यति मात्र के सोचेको थियो, हावाको तीव्र एक झोक्का आएको महसुस गर्दा नगर्दै ऊ त आफ्नै घरको आँगनमा पुगिसकेको थियो। अस्ति मात्र लाहोर जान्छु भनी हिँडेको छोरालाई घरमा नै फर्केको देखेर उसकी आमा आश्चर्यचकित एवं पुलकित हुँदै छोरालाई सोधिन्, के भयो छोरा? त्यसपछि त्यो केटाले आफ्नी आमालाई सबै वृत्तान्त सुनाए। यो कुरा त्यो गाउँको एक अनुभवी पाको बुढाले पनि सुनेछन् क्यारे। एक दिन त्यो बुढा केटाको घरमा आएर उसलाई बेसरी गाली पो गर्न थाल्यो। तत्लाटा त कुनै साधारण वृक्षको मुनि पुगेको थिइनस्, त्यो त कल्प वृक्षको वृक्ष पो हो। जे चितायो त्यही पुर्याउने अलौकिक वृक्ष। तैँले त्यस वृक्ष मुनि बसेर राम्रो राम्रो कुरा सोच्नु पर्दैन थियो? त्यस वृक्ष मुनि बसेर ऐश्वर्य, वैभव, सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको राम्रो राम्रो कुराको मात्र कामना गरेको भए तँलाई आज कति सुख सुविधा हुने थियो। तैँले आफ्नो यो गाउँको र यो देशको बारेमा राम्रो कुरा जे चिताएको भए पनि ती कुराहरू पुग्थ्यो। यो देशको उन्नति र प्रगति अनि शान्ति, अमन, चयन कुराहरू सबै सोच्नु पर्दैन थियो तैँले? उसले त्यस वृक्षको फेदमा बसेर जे जति राम्रा नराम्रा कुरा कल्पना गरे
पुगेको भए तापनि उसले आफ्नो कल्पवृक्ष जस्तो अलौकिक वृक्ष मुनि छु भन्ने कुराको कुनै भेउ नै पाएको थिएन। वास्तवमा यो संसार पनि एउटा कल्पवृक्षभन्दा कम छैन। हामीहरू संसार रूपी कल्पवृक्षको छायामा छौँ। यदि हामीले सदैव राम्रो र असल कुरा मात्र सोच्दछौँ भने सधैँ राम्रो र असल कुरा मात्र प्राप्त हुन्छ। हाम्रो मनमा उठ्ने राम्रो र नराम्रो वा असल र खराब विचारमध्ये सधैँ हामीले राम्रो र असल कुरा मात्र प्राप्त गर्दछौँ। यदि हामीले नराम्रो र खराब कुरा सोच्छौँ भने हामीलाई नराम्रो र खराब कुरा नै आइलाग्छ। जस्तो जस्तो सोच्दै जान्छौँ त्यस्तो त्यस्तो पुग्दै जान्छ भनेर हाम्रो वेदमा पनि लेखिएको छ। हाम्रा भावनाहरू राम्रा छन्, हाम्रो हृदय पवित्र छ र हाम्रो चेतनामा कुनै खराबी छैन भने संसार रूपी कल्पवृक्षले हामीले इच्छा गरे बमोजिम राम्रा र असल वस्तु वा कुराहरू पाइ नै रहन्छौँ। वास्तवमा असल र खराब दुवै कुरा वा विचार हाम्रो हृदय वा मनबाट नै उत्पन्न हुन्छ। त्यसैले वेद व्यासले भनेका छन् मनयव मनुष्यानं करणं बन्धं मोक्षेयम्। मानिसको मन नै मुक्ति र बन्धनको कारण हो। असल वा खराब कुरा कहिल्यै बाहिरबाट आउँदैन। त्यसकारण हामी सबैले हाम्रो हृदयलाई सकेसम्म पवित्र राख्ने प्रयास गर्नुपर्छ। कथा यही सकिन्छ। कथा थियो कल्पवृक्ष। कथाकार हुनुहुन्थ्यो श्यामसुन्दर श्रेष्ठ। फेरि यस्तै कथा लिएर उपस्थित हुनेछु। तबसम्मको लागि बिदा माग्दछु। धन्यवाद।